हेलो गाइजहरु हामीले चाहिँ एप्समा छिर्दाखेरि चाहिँ प्ले फ्री गेम अन मिनिट्स गेम भन्ने आउने अप्सनमा प्ले नाउ भन्ने आयो भनेदेखि चाहिँ के गर्ने भन्ने अप्सनमा चाहिँ है गाइज। यो चाहिँ मैले भिडियो बनाइरहेको छु। यो चाहिँ अहिले भर्खर आइरहेको छ यो प्रब्लमहरु चाहिँ हैन। सेटिङमा पनि त्यही सेम भन्छ क्या हैन। त्यो भन्दाखेरि अनि माथिबाट तान्ने अनि त्यहाँ सेटिङमा थिच्ने जसरी पनि सेटिङमा त छिर्न पर्यो। सेटिङमै बन्द गर्नुपर्ने चाहिँ अगाडि सेटिङहरु खुल्दैन है। मैले जेमा टच गरेँ त्यस्तै हुन्छ के। ग्यालरीमा थिच्दा पनि त्यही भन्यो हैन, जेमा थिच्दा पनि त्यही भन्यो। यो सेटिङमा गएर चाहिँ टक्कसँगले हामीले के गर्ने भन्दाखेरि एप्समा जाने। एप्समा गइसकेपछि डिफल्ट एप्समा जाने है। डिफल्ट एप्समा गएपछि यहाँनिर यो हुन्छ होम एप्स भन्ने। यहाँनिर टच गरिसकेपछि चाहिँ त्यहाँ तीनटा अप्सन हुन्छ। बिचकोमा होम्समा राख्ने ठ्याक्क भइसकिसक्यो हैन। राख्ने बित्तिकै कस्तो फ्याट्ट भयो गाइस हैन। यस्तै हुन्छ गाइस। ल भइसक्यो है हाम्रो चाहिँ लगभग यो फोन। यस्तै भिडियो हेर्न चाहिँ लाइक कमेन्ट सब्स्क्राइब गर्न चाहिँ नहुनु। ग्यालरी पनि खुलिसक्यो है गाइस। खुल्दैन थियो हैन। सब ठिक भइसक्यो गुड है। यसमा भयो भने चाहिँ हुँदैन ल। यसमा त भए चाहिँ जे गए पनि गुगल प्ले लागेको प्रब्लम आउँछ है। हाम्रो सक्सेस भइसकेको छ गाइस। सेटिङ खोल्दा पनि खुल्छ हैन। मोडल पनि छ ओप्पोको।